सम्पूर्णमा नमस्ते। म दिनेश भट्ट। आज 2082 साल चैत्र महिनाको 8 गते र यति बेला नवरात्र पनि चलिराखेको छ, अर्थात् चैते दसैँ। चैते दसैँको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यति बेला विभिन्न विद्यालयहरूमा विद्यार्थी भाइ बहिनीहरूको वार्षिक परीक्षा पनि आजबाट सुरु हुन गइराखेको छ। यहाँहरू केही बेरपछि परीक्षा हलमा पुग्नुहुनेछ र यहाँहरूलाई सबभन्दा पहिला त म यहाँहरूको उज्जवल भविष्यको कामना पनि व्यक्त गर्दछु र यहाँहरूले विद्यार्थी भाइ बहिनीहरूले आफूलाई आवश्यक पर्ने सामग्रीहरू लग्नुहोला। आशा छ यहाँहरूको तयारी पनि राम्रै होला हैन। र सबभन्दा पहिले तपाईहरूले स्पष्ट रूपमा क्वेसन पेपरहरूलाई चाहिँ राम्रोसँग स्टडी गर्नुहोला र त्यसपछि कुन कुन प्रश्नहरू आफूलाई हैन सजिलो जस्तो लाग्छ त्यसलाई टक 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 मिलाएर हैन कसरी लेख्ने अनि कपीलाई चाहिँ नि कसरी डेकोरेसन गर्ने यहाँहरूलाई गुरुहरूले सिकायो होला। त्यही अनुसार डेकोरेसन गर्नुहोला र बिस्तारै अनि ह्यान्डराइटिङका कुराहरू विशेष गरेर यहाँहरूले लेख्दाखेरि हतार नगरिकन बिस्तारै यहाँहरूलाई समय इनफ हुन्छ, त्यही भएर बिस्तारै सोचेर क्वेसनले के भनेको छ हैन त्यस्तो कुरालाई यहाँहरूले विशेष फोकस गरेर चाहिँ नि ध्यान दिएर यदि लेख्यौ भने पक्कै पनि यहाँहरूको परीक्षा राम्रै नै हुनेछ भन्ने अपेक्षा बोकेको छु मैले। र विशेष गरेर यहाँहरूले ह्यान्डराइटिङ आफूलाई आवश्यक पर्ने औजार उपकरणहरू चाहिँ लग्नुहोला साथमा। र विद्यार्थी भाइ बहिनीहरूलाई म विशेष गरेर जुनसुकै विद्यालयको भए पनि तपाईहरूले विद्यालयले तोकेको सम्बन्धित विद्यालय पोसाकमा गइदिनु होला, किनकि त्यसले विद्यार्थीको विद्यालयको एउटा अनुशासन झल्काउने हुँदा त्यसलाई यहाँहरूले त्यसको पालना गर्नुहुनेछ पक्कै पनि। र यहाँहरूको तयारी राम्रै होला। यहाँहरूलाई पुनः पनि म उज्जवल भविष्यको कामना गर्दै आज पहिलो खुट्किलामा हुनुहुन्छ र तपाईहरू यो पहिलो चरण पार गर्दै हुनुहुन्छ। तपाईहरू यो देशको मेरुदण्ड हो र विशेष गरेर मैले विद्यालयहरूलाई मेरो हात जोडेर विनम्र अनुरोध छ, शिक्षा यो देशको मेरुदण्ड भएकाले परीक्षालाई स्वतन्त्र, स्वच्छ, मर्यादित परीक्षा भनेको परीक्षा जसरी चाहिँ सञ्चालित होस् र सम्पूर्ण विद्यालयहरूको नतिजा उत्कृष्ट आओस्, त्यस्तो इक्जाम हलभित्र केही त्यस्तो अवैधानिक तरिकाले त्यस्ता किसिमका गतिविधिहरू शिक्षकवर्गहरूले पनि नगरिदिनु होला। किनभने शिक्षा देशको मेरुदण्ड भएकाले यदि हामीले शिक्षालाई नै यदि सुधार गर्न सकेनौँ भनेपछि यो देश कहाँ जाला, त्यसलाई चाहिँ नि मनन गर्नुहोला। तपाईँ हाम्रै नानी बाबु हुन् र उनीहरूले नै भोलि यो देशलाई सिँगार्ने हुन्। तसर्थ सम्पूर्ण गुरुवर्ग, विद्यार्थी, अभिभावक र विशेष गरेर प्यारा नानी बाबुहरू, तपाईहरू निर्धक्क भएर परीक्षा दिनुहोला र बिस्तारै मैले अगाडि पनि भनिसकेँ ह्यान्डराइटिङका कुराहरू राम्रो गर्नुहोला। लेखाइ कसरी गर्ने, कसरी के लेख्ने यहाँहरूलाई सिकाइसक्यो होला थुप्रै यहाँहरूलाई कक्षामा पनि। त्यही अनुसार बिस्तारै हतार नगरिकन, कहिलेकाहीँ स्पेलहरू हामी माइन्डमा त ठिकै सोचिरहेको हुन्छौँ तर लेख्दाखेरि अलि त्रुटि हुन्छ। हामीले कपीहरू चेकिङ गर्दाखेरि हैन विभिन्न त्रुटिहरू चाहिँ भेटेका हुन्छौँ। त्यही भएर बिस्तारै यहाँहरूले प्रश्न
पत्रलाई राम्रोसँग अध्ययन गरेर त्यसपछि प्रश्नले भन्न के खोजिराखेको छ हामी आन्सर कसरी दिइराखेका छौँ होइन आफ्नो मौलिक भाषामा यहाँहरूले दिनुहोला भन्दै यहाँहरूको लागि यो वार्षिक परीक्षा फलदायी बनोस्। यहाँहरू सबैजना नानी बाबुहरूलाई मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।